गाइस हामी अहिले पानीपुरी बनाएर खाना आँटेको अहिले 11 साढे 11 हुन आँटिसक्यो तर भोलि सर्ने हुन्छ अनि यहाँ सामान प्याक गर्दाखेरि हामीले अनि 1 बजेसम्म के भेटायौँ त पानीपुरी भेटायौँ पानीपुरी अब पानीपुरी बनाएर खाने अब नसुत्ने अब 1 बजेसम्म उठेर खानुपर्छ यार अनि निशानलाई भोलि घर पठाउने उठेर गएर अनि त्यहाँदेखि म आसु अनि भाइ अनि निशा दिदी मात्रै किनभने आज निशा दिदी र शर्मा दिदी जानुभयो एउटा हाम्रो त मोड छ भुइँमा सुत्ने अब म मामु चाहिँ भुइँमा सुत्ने अनि अब दिदीहरू त खाना सुत्छ तैले गएर पर्सीको दिन त्यहाँ दाल हाल्ने छैन भन्दै चाहिँ म यहाँ बोरामा हाल्छु नि भेट्दैन भने यसरी गरेर के क्यामेरा हो सलाई आलु पोलाको यहाँ बनाउनु भइरहेको छ अब भइरहेको छैन अनि अब चाहिँ यहाँ प्याज पकाइरहेको प्याज काटिरहेछ प्याज भाइ त्यो बटा खोर्सानीले हजुर बटा खोर्सानीले कुन चाहिँ यो वाला यो तिम्रो मुखहरु चाहिँ मजाले देखाउ न यप खाली मम्मीलाई नि सोधा कस्तो भयो कतिचोटि रुनु मामु कतिचोटि रुनुभयो तपाईँ एकताल भनिदिनु त म त कति हो कति त्यो भनेर सक्दिनँ अब रुम सर्ने भनेर एउटा दाइ हुनुहुन्थ्यो दाइको रुममा गएर रुँदै त्यो दाइको रुममा गएर रुँदै हुन्छ क्या अन्त मम्मीले क्या सब यतिकै छिटो रुँदिरा भनेर मन मने पनि रियाक्सन देखाउनु पर्यो न म त मन मनेमा सोचिरहेको थिएँ मामु किन रुममा आएर भनेर मलाई छक्क भएर त मन होला के गर्नु भन्छु अब गएर के चाहिँ गर्नु अब कति ताल भन्नु यो उयो बाहिर लगाएर फोन राख अब यार ओ एउटा हात त्यो होइन दुईटाले गरौँ छ यार बिचारालाई बनाउनु न यदि त्यो छिटो गर्नु न पानीपुरी बनाउन हत्दा गएर के अलिक 2 बजीसम्म उठ्यो अनि त्यहाँबाट 2:50मा त्यही 10 मिनट रेडी गऱ्यो अनि दादा 3 बजीतिर जानुहुन्छ त्यहाँदेखि 4 बजीदेखि त्यसो नसुत्ने यार मजा आउँछ दसैँ भयो त म त 4 बजीसम्म उठेर बस्छु अनि इन्दिरा दिदी पनि 1 हप्ता पछाडि जानुहुन्छ घर यार अन्त हाम्रो त 1 हप्ता पछाडि नै इक्जाम हुन्छ होला को हुन्छ होला यहाँ रुममा मलाई के त तिमी आसु अनि निशा दिदी मात्रै हो त त्यहाँदेखि हामी फेरि जाने हो दिदीको त खै कहिले छुट्टी हुन्छ अरे अन्त हामी पनि त्यही दिदीको डेटमै जाने अरे अन्त मेरो 6 बजीदेखि नै छुट्टी छ फेरि शनिबार पनि गइराख्नु भइरहेको कि शनिबारै जानु भइरहेको हो र इक्जामको बेला शनिबारमा छुट्टी देखाएन आउनु त यहाँ राख्नु न लु यहाँ आएर त्यहाँदेखि त्यो कसरी आउनु होला त्यो कुन चाहिँ एउटा स्कुल थियो नि नाम प्राइभेट स्कुल के थियो ज्योति ज्योतिको 30 दिन मात्रै हुन्छ हाम्रो लाइक एउटा बटुका लिएर आउनु बटुका त्यो छ नि सानो बटुका छ भने ठुलै बटुका छ भने नि ठुलो बटुका चाहिँ ल्याउ न यहाँ थालै ल्याउ तिम्रो मर्जी जे लाउनु आज मेरो आँखा पोलिसक्यो दिदी उनीहरू तपाईँ भोलि रुम चल्दाखेरि चाहिँ के गर्नुहुन्छ भोलि किन के गर्नुपर्ने हो र भोलि भने अब त्यही खेल्नु त्यो रुम होइन रुममा गएर खेल्नु भोलि रुमको पिओभी रिभ्यू दिन्छु ल खासै मैले त्यस्तो राम्रो चाहिँ केही सुनेको छैन है खासै त हाम्रो देखे पनि छैन रुम कन्जस्टेड छ हेरौँला नमलाई त गुङ्गा तिमी अब आफूलाई लाटा सम्झ तिमी नबोल फास्ट फरवर्ड हुन्छ समय भने राम्रो हुँदै किन थियो के भएर यस्तो काम गर्नु कि राम्रो हेर्नु भयो त्यो पखालले फोहोर भएर होला के लागेर होला पखाललाई त सफा भइहाल्छ नि लाने हो त लानुपर्छ नि बाई बाई